वेलकम गाइज। आज चाहिँ हामी अब जङ्गलतिर जान लागेको है गाइज। जङ्गलमा आइसकेछौँ हामी। आज चाहिँ यस्तो जङ्गलको भ्लग हामीले सुरुवात भइसकेको यहाँबाट जङ्गल सफारी सुरु हुन्छ हामी दुईजनाको ट्रेक है। अब के कस्तो हुन्छ जङ्गलमा के देखिन्छ सबै कस्तो हुन्छ है देखाउने जङ्गलको बारेमा देखाउने सकेसम्म देखाउने कोसिस गर्नेछौँ। अब बिचमा हिन्दी नेपाली के आउँछ हैन, हिन्दी नेपाली इङ्ग्लिस जे जानिन्छ त्यहीमा बोलिन्छ। अब हामीले बिचमा के भेटिन्छ हेरौँ। अब यो अब जङ्गल सुरु भइसक्यो। अब हामी हिँड्दै गर्छौँ, देखाउँदै गर्छौँ हजुरहरूलाई है त। ल जोडिँदै गर्नु हामीमा। देख सकते हैं आप लोग, हम आज जंगल के लिए आए थे। ये हमारा क्या जंगल, खरकट्टा जंगल। अरे मत करो। देख सकते हैं ये चीटी का घर है। बहुत घना जंगल है, देख सकते हो, बहुत घना जंगल है। इधर सांप का अभी हमने हरिण देखा। अब इधर हाँ एक गेंडा और एक नहीं बथान थे हरिण का, देख लिया। देख्न सक्नुहुन्छ हामीले निरन्तर रूपमा हिँडिरहेका छौँ। देख्न सक्नुहुन्छ कमिलाको घर। एकदम खुङखार जङ्गल छ। हामी दुईजना मात्र। एकदम डेन्जरस जङ्गल देख्न सक्नुहुन्छ। हरियाली बन नेपालको धन भने चाहिँ यहाँ डर पनि छ। सर्पको डर छ एकदम धेरै भनेको सर्पको डर। ऊ त्यहाँ गएर बसौँ न त, ऊ त्यो रुखमा माथि हुन्न। त्यो ठिक मानेको मैले त, उचित ठग्यो अलि। मशरूम कहते हैं इसको, लेकिन ये जो खाने के लिए लायक नहीं है। यो खानेको लागि उचित छैन। बेल भन्छ यसलाई, शिवजीको बेलघारी। यस्तो डेन्जरस उस हुन्छ कि यहाँ फेरि देख्न सक्नुहुन्छ। काँडा पनि हुन्छ। अरू भन्दा नि ध्यान दिएर हिँड्न पर्छ। बाबा तपाईहरुले माया देखाउनुस्, हामी अझै हजुरलाई विभिन्न प्रकारका। यो हेर्नुस् कस्तो दामी देखियो। यसलाई फन हुन्छ। ये क्या है, के हो यो? उस जस्तो छ नि त। किसका है? हरियाली छ। हिजो पानी आएको के हो भने हिजो पनि आज झन् हामीलाई सर्पको डर धेरै हुन्छ क्या। मेरोमा म्यासेज आइरहेको जङ्गलमा नेट पनि चल्न। यही हो गैँडा उस भनेको। गएन कति बे ताल हो यो। ताल भन्दा नि पानी जम्मा भएको उसको कि यहाँ गएर आल खेल्छ। देख्न सक्नुहुन्छ गैँडा आल खेल्ने ठाउँ। यहाँ हामी धेरै बस्नु उचित छैन। यहाँबाट जाने। यता लागौँ। यही बाटो आएको हो गाई। देख्न सक्नुहुन्छ गाइड है मुक्ति हो यार। केटी हामी यो नाला पार गरेपछि चाहिँ त्यस्तो रिस्क छैन है। यो चाहिँ नाला पार गर्नु पर्यो। यो चाहिँ अलि डेन्जर गैँडा हो के, केटी गैँडा। हरिणको चाहिँ बनाउनु पाएन, हरिण दौडेको कारणले। गैँडाको चाहिँ जाम अब यहाँ उचित छैन है। नाला दौडे नाग्ने हो। किन? त्यो नाला छ, खिच्न मिल्छ। किन? गैँडा देखियो, हरिणको चाहिँ हुल गयो। दुईवटा गैँडा देखियो अहिलेसम्म। एउटा गैँडाको चाहिँ अलिअलि उस पाएको थियौँ। यो गैँडालाई चाहिँ राम्रोसँग प्रत्यक्ष देखियो, हजुरलाई पनि देखाउन पाइयो है। साह्रै गर्मीको कारणले जङ्गल घुम्न आएको हामी चाहिँ खास रियालिटी भन्नुपर्दा आरोहण हो। हेर्दा त्यहाँ अझै अन्य के देखिन्छ हजुरलाई फेरि देखाउने कोसिस गर्छु। ल गाइज हामी बस्दै थियौँ फकै मार्दै। हाम्रो एउटा साथी भेट भयो यहाँ। साथी आएको छ, गाइडर अर्को।
जङ्गलमा नडराउने माया गैँडा माने माया माने जे होस् थाकेको छ दौडिँदा आधी मान्छे देखेर काले सायद यो डराएर हो कि बाटो नचिनेर बिर्सेर हो आउन आएको छ है जङ्गलको बिचमा आइया थाकै मार्दै हिँड्दैछन् धेरै शीतल छ यार एउटा देख्नेछौँ देख्न सक्नुहुन्छ उडुपीकर उडिसक्यो है त जङ्गलमा आइसकेका छौँ हामी कहाँ यो विष्णु राई यो क्या हो यहाँ अलिकति डर छ फेरि एक्सिडेन्ट तर्सायो केले कुकुरले कहाँ र पछाडि आइज आइज आफ्नै साथीले तर्सायो हान्नलाई कहाँ र हामी बाटो लग्यो दाँत खारिरहेको यहाँ फेरि दाना रातिमा डराउने जान्न रहेछ फेरि गैँडा तलायौँ गैँडा त्यहाँ आल खेल्यो अब अरू त छैन नि अरू थिएन के अरे एउटै थियो के अरे देख्न सक्नुहुन्छ गर्मीले आत्तेर गयो गैँडा गैँडा हेर्न सक्नुहुन्छ म चाहिँ जङ्गल देखाउने मान्छे गाइडर गएर त्यहाँ अघि चाहिँ हामी त्यो तलको बाटो निस्किएका थियौँ अघि गएर कहाँ थियो यता फर्की यता यता पछाडि उठो 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 गाइज है अब भाग्ने तयारी गरौँ हामी हामी तयारी अवस्थामा ओए यता पछाडि हेर्न किन यसको खाएकै छैन यार चोरेर लैजाछन् यसको खाएको मात्रै छ नि यार देख्न सक्नुहुन्छ खाएकै छैन ओए यता हेर ओए चोर ओए घाँस चोर अरू गैँडा भए भेजा हुन्छ फेरि किन्ने फोटो खिचौँ न एउटा दुइटा फोटो ल है गैँडा आयो गाइज गैँडा नहट्यो हामीलाई है आयो आयो छोप्ने त भाग 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 खुला पारी नपुग्ने नन स्टप दौडिनुपर्छ हामी नन स्टप काले पनि भुकिरहेको थियो भाग्यौँ हामी त खेल गाइज हामी भागेर आएर पार्कमा बसेका छौँ पार्क यो सयपत्री चोकको पार्क हो चिल्ड्रेन पार्क बबाल गर्मी भयो मजाले दौडायो कस्तो लागिरहेको त नि गैँडा सफारी